पहिला दिदीले गीत गाएको सुनौ अनि फन्नी कमेन्ट पढ्ने है त। नेपाली हामी रहोला कहाँ नेपालै नरहे नेपालै नरहे नेपाली हामी। रुको जरा सबर करो। सिगान फालेर फेरि प्रयास गर्नुस् त। ल ठिक छ, दिदीले गुण निस्किने गरे भए पनि देशको लागि गीत गाउनु भयो। म मात्र जडिया हो कि भनेको थिएँ, यता दिदी पनि म जस्तै रहेछन्। कस्तो दिन आयो, अरू रुँदा हामी हाँस्नु पर्ने। पहिला घाँस काट्नु दिदी अनि सँगै बसेर रुम्ला। घरमा रुने वातावरण नभएर बारीमा गएर रुनु भएको छ, बिचारा केही नभनौ। 2-4 बोतल लगाएपछि मेरो पनि हालत यस्तै हुन्छ कोही कोही बेला।